Let's go. Hello. Simon कस्तो क्यूट छ हैन मक्खै हेर्दै सबैजना गइसकिसक्यो हामीहरु मात्रै गाड्छ अब चाहिँ म तपाईलाई देखाउँछु हो हाम्रो हस्टेलदेखिको चाहिँ कतिको टाढो छ कलेज भनेर हो So let's go. So guys, अहिले चाहिँ हाम्रो सिचुएसन चाहिँ यस्तो छ हो पुरा घाम लागिरहेको छ अब हामी चाहिँ यसरी जानुपर्छ 2 महिना 1 महिना जस्तो चाहिँ किन छाता ओढिरहेको छ हो साक्षी यहाँनिर छ अरूहरू आउँदैछ आइजाऊ छिटो हेलो 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 थाकेँ यति हिँड्दै थाकिसक्यो कहिले पुग्नु गएर खाना पनि खानुपर्छ दोकान जानुपर्छ मजा आउने भयो तर बाटोमा चाहिँ सिमरन डढिसके हुनु मन हामी यहाँदेखिको भर्खर निस्केको हो यहाँदेखिको निस्केर अब यहाँदेखि सिधा गएर त्यहाँदेखि यस्तो गइदिएर त्यहाँदेखि अझै जानुपर्छ त्यहाँदेखि चाहिँ हाम्रो कलेज हुन्छ उयो एउटा बस स्टप छ यहाँ एउटा बस स्टप छ हो बेला पनि क्रस गरेर जानुपर्छ अब हामीहरू चाहिँ अन्त लामो भयो नि हामीलाई त अब तपाईँहरू जब यहाँदेखि क्रस गरेर हामी जब कलेजको गेट पुग्छ त्यहाँदेखि देखाउँछु सो गाइस अहिले चाहिँ हामी आधी बाटो आधी महिना छेउ आइपुगिसक्यो हो अहिले पुरा बनाएको छ यस्तो बिल्डिङहरू केहरू बनाएको छ हो अन्त चाहिँ यहाँदेखि चाहिँ हामी टर्निङ काट्यो भने चाहिँ हाम्रो कलेज आइहाल्छ फाइनली हामी पुग्नुपर्छ यत्रो बाटो हिँडेर यसो छ जग्गा दिदीहरू त्यहाँनिर छ हो थाक्यो यहाँ चाहिँ पुरा दोकानहरू खोलेको छ बिरयानी भन्छ के पुरा खोलेको छ एग रोल चिकन रोलहरूको खै केहरू युनिफर्ममा चाहिँ यस्तो गरममा चाहिँ हामी हिँड्दैछ सिङ्गडा म चाहिँ अगाडि गएको हो किनभने हामीहरू उयो गर्ने सिङ्गडा अर्डर अब लाइक सिङ्गडा ल्याउने नि त सो त्यो अर्डर गर्दा त ढिलो हुन्छ हो कोही बेला सकिनु सक्छ भनेर चाहिँ हामी दुईजना अगाडि गएको दुईजना चाहिँ पछाडि आउँदैछ अब हामी आइपुग्यो भन्दा पनि भयो अब चाहिँ हामीले चाहिँ खासमा छुट्टी पनि दिएको थिएन हो हामीले रिक्वेस्ट गरेर चाहिँ हामी आउनु सक्दैन थाकिरहेको छ भनेर चाहिँ हामीले इभिनिङदेखिको लगाएको 3टा क्लास त हो होइन त्यो किन राख्नु तर पनि अब के गर्नु जिउ दुखिरहेको छ जिउहरू काक्रा कुक्रो भएको छ भएर यसले कुरा जगटाको चाहिँ देखिरहेको छ बिचारालाई नआएको नि त त्यो अब चाहिँ हामीलाई आइपुग्यो सो गाइस अब हामी भित्र आइसक्यो मैले यसरी तान्दैछ हो हाम्रो चाहिँ अब बल्ल आइसक्यो अहिले फेरि यहाँ बनाएको छ नि त पहिला अर्को जग्गामा थियो अहिले चाहिँ यहाँ बनाएको छ अब त्यहाँ गएर फेरि अब समोसा गर्छु हामी सो गाइस अहिले चाहिँ हामी चाहिँ यहाँनिर पुगिसक्यो हो मेसमा हामीले समोसा किनिरहेको छ अब समोसा खाने हामी चाहिँ कस्तो लाइन छ यहाँ चाहिँ मेरो साथी खाना खाँदैछ यसले चाहिँ ओ खाना 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 जल्दी खाना यो चाहिँ मेरो साथी बिचरा एक्लै बसेर खाइरहेको रहेछ कि अन्त म माइदिएको के हाम्रो सिङ्गडा लाग्यो भोक लागिसक्यो पानी भोक लागेर कस्तो भइसक्यो भगवान् हल्लाले बेसिजना पनि होला हाम्रो चाहिँ यहाँ क्लास सकिसक्यो अब चाहिँ हामी फर्किँदैछ हो अब चाहिँ 4:10 भएको छ अब म तपाईँलाई भन्छु र पुग्दा कति बज्छ किनभने पुरा टाढो छ नि त सो त्यही हो क्लास पनि भएन एक्चुअलमा भन्नै पऱ्यो भने एउटा क्लास भयो 3टा क्लास त्यत्तिकै हावामा बसिरह्यो हो हामी चाहिँ अब जाँदैछौँ क्युट भयो बाई बाई मुना चाहिँ गयो है लु गयो होला कहाँ छोडिदिन्छ होला यसलाई गयो त गाइस अहिले चाहिँ हामी यहाँनिर खाना आइरहेको छ हो हामी चिकन बिरयानी खाने पुरा भोक लाग्यो हो अन्त हामीले 3 अर्डर गरेको छ पुरा भोक लागेर मरे
चाहिँ हाम्रै कलेजको बाहिर छ पुरा दोकानहरू छ नि त हाम्रो बाहिर चाहिँ यो हाम्रो रेडी हुँदैछ यहाँनिर चाहिँ बिरयानी सो अब चाहिँ हामी खान्छौँ रेडी भएन हामी चिया खाइसक्यो हो बेसी भोकले खाइसक्यो पनि चाल पाएन सिमल खाइसक्यो बस्नु कस्तो लाग्यो मोमो त दामी सक्यो तँलाई वाट ह्यापन आइपुग्यो हो आइपुग्दा ओर्दा 4:40 भयो 4:08मा हामीहरू चाहिँ स्कुलमा थियो हो कलेजमा ए म गएको त्यसो भए सो हामी चाहिँ अब आइपुग्यो खोल्नु जुत्ता कहाँ खोल्नु जुत्ता Ano?